हेलो हेलो गाइस नमस्ते। आज चाहिँ छोरीले प्राइज मनी जितेर ल्याएर आइछन् स्कुलबाट। अब केमा फर्स्ट भयो नि, अब सोध भयो त उसैलाई। साइन्स एक्जिबिसन कति ल्याएको? पाएको त 1000 रुपैयाँ हो। 1000 रुपियाँ पाएको एउटा टिमलाई। अनि आधे आधे भाडेर 250 सबैको। 250 सबैको भागमा पर्यो। ए भनेपछि तिम्रो भाग नि 250 पर्यो। ल ठिक छ। मेहनत सानो ठुलो भन्ने कुरो हुँदैन, मेहनत गर्नुपर्छ। अब प्राइज भन्ने कुरो पनि सानो ठुलो भन्ने कुरो होइन, प्राइज पाउनु नै ठुलो कुरो हो क्या। सानो ठुलो भन्ने जो पाए त्यसले प्राइज पाउँदैन होइन, त्यो भएर प्राइज भन्ने कुरो सानो ठुलो चाहिँ हुँदैन। हाम्रो बिग्रेको बिग्रै थियो कि अनिखेर ल केही पनि हुँदैन भनेको थियो। अनि सुन्नु सरी तिमीहरू त फोर्थ भनेर भन्नुभएको थियो। अनि होइन होला भनेर यतिकै बसेको, पछि त प्रथम स्थान हासिल गर्नुभएको छ। दिन्छ हामीहरूलाई नम्नारे एकदिन त के भयो सपनामै जुग्या भएको थियो कि सोचेकै थिएन कि त्यत्रो राम्रो राम्रो थियो यो सबैको। अनि मलाई त सुरुमै हाम्रै नराम्रो हो भनेर आएको थियो, तर जित्यो भनेपछि के कुरो बुझ्नु पऱ्यो भने मेहनतको फल मिठो हुन्छ भन्ने कुरो बुझ्नु पऱ्यो होइन। कि मेहनत गर्नुपर्ने सिकाइन्छ त गरेको। कति मेहनत गर्दा चाहिँ आज पाइयो, यहाँ त अगाडि गरेर थिएँ थिएन। अहिले खासै मन नलाइ गरेको, जाँगर चलिरहेको थिएन। यसपालि चाहिँ अलिकति जाँगर चलाएको हो कि जस्तो गरेको, प्राइज पाइहाल्यो भने 2-3 दिन बढी बनाएको के 2-3 दिन 4 दिन 5 दिन लाग्यो। 2-3 दिन अगाडिदेखि प्लान हो। अनि के सबैले बनाउन थालेको थियो। अनि सबसे लास्टमा बनायो अनि फर्स्टमा लियो। के बनाएको रे बनाउनु चाहिँ? भ्याक्युम क्लिनर। भ्याक्युम क्लिनर कस्तो खालको बनाएको छ त यिनीहरूले हेर्न त पाइएन होइन। त्यो अहिले त्यसमा आउँछ स्कुलको पेजमा आउँछ। के अरे त्यो मोटर सोटर पाइप साइप जोडेर होइन बोतलबाट के पाइप साइप हालेर फ्यान हालेर अनि भएको थिएन हुन चाहिँ त्यही पनि फर्स्ट भयो। त्यहीमा खुसी लागिरहेको छ। यो हाम्रो अलिक धेरै मोडर्न होइन, अलिक टेक्नोलोजीसँग जोडेको भएको लागि। ल हेर ल ठिक छ। अब खुसीको सिमा त छैन होइन। खुसीलाई अब के शब्दमा बयान गर्न सकिन्छ सकिन्न होइन। ल ठिकै छ। त्यसमा धेरै धेरै धन्यवाद तिम्रो टिमलाई। तिमी एकजनालाई मात्र होइन कि तिम्रो टिमलाई। टिमवर्क भएरै सम्भव भएको हो नि त फर्स्ट हुनुलाई होइन। ल गुड। टिमवर्कमा अहिले धेरै केही कुराहरू पनि भयो। यो जितिसकेपछि त्यो मैले भन्न चाहेन। ठिक छ। भेरी गुड भेरी गुड। धेरै धेरै धन्यवाद।